हेलो फ्यापुल्ला, म फेरि सदा झै मिनी ब्लग लिएर म आइसकेको छु। हाम्रोतिर चाहिँ असार सुरु भइसक्यो है। अब हाम्रोतिर चाहिँ फर्स्ट रोपाइ हो हाम्रो माइतीहरुकोमा। म पनि रोप्नु गएको थिएँ, मलाई पनि मन लाग्छ रोप्नु जानुलाई। अब जानु त नजाँदा नि हुन्छ, तर मलाई चाहिँ एकदम धेरै रमाइलो लाग्छ क्या धान रोप्नु जानु, सबैसँग रमाइलो गर्नुलाई हैन, सबैसँग मिलिजुली काम गर्नुलाई। हाम्रोतिर चाहिँ त्यसरी नै गर्छौँ हामी। एकअर्कालाई हाम्रो गाउँमा चाहिँ के छ भने एकअर्कासँग मिलिजुली नै गर्ने छ। त्यही भएर हामी पालो पालो गर्छौँ। अब हाम्रो चाहिँ खाजा खाने टाइम आइसकेको छ। यो चाहिँ मेरो भाग है। यो चाहिँ म चाहिँ धेरै गुन्द्रुक खान्छु, गुन्द्रुक लभर। त्यही भएर म चाहिँ धेरै लिएर बटुकामा लिएर बसिरहेको छु। अनि हाम्रो चाहिँ हाफ भइसक्यो, थोरै सक्यो। अनि त्यहाँदेखि हामीले चाहिँ खाजा खाएर फेरि रोप्नुलाई मामाले तयारी गर्नु हुँदैछ त्यहाँनिर। यहाँ खाजा खानु हुँदैछ, कतिले खाइसक्नु भयो। हामी 10-12 जना थियौँ। माइजूले चाहिँ एक दुई कुरा राख्नु हुँदैछ उहाँको विचारहरू, हामी चाहिँ सुनिदिँदैछौँ यहाँ बसेर हैन। अनि फेरि हामी धान रोप्न सुरु गऱ्यौँ। अनि त्यहाँदेखि त्यो सकाएर अब घर जाने तर्फतिर लाग्यौँ। मामाले चाहिँ अलिकति यो चाहिँ अलिकति पर छ नि त, त्यही भएर यो लानुपर्ने थियो घरबाट बिउ। त्यही उब्रिएर फेरि लगाउनु हुँदैछ मामा, माइजू, काका काकीहरूले। अनि मैले चाहिँ के भन्दै जिस्किँदै म चाहिँ बसिरहेको छु हैन। अब हामी चाहिँ सिद्धिएर अब घर फर्किनु लागेको। माइजू चाहिँ परबाट पर्खिनु है मलाई पनि भन्दै कुद्दै आउनु हुँदै थियो क्या। यो चाहिँ डोको भत्किसकेको थियो, रे पनि माइजूले ठाउँ नभएर बोक्नु भएको थियो। रे पनि मैले चाहिँ के भन्दै जिस्काउँदै हिँडिरहेको थिएँ। अनि हाम्रोतिर चाहिँ असार सुरु भयो। तपाईँहरूको पट्टि के कस्तो हुँदैछ, सुरु भयो कि भएन कमेन्ट गर्नुहोस् ल। हाम्रो चाहिँ अब फर्स्ट यो हो। अब बिस्तारै हाम्रो पनि पालाउँछ। बाई।